चाहिँ हावाबाट चल्ने बन्दुकको पार्ट 2 मैले यहाँ चेक बल्ब हालेको थिएँ, यो पहिले पनि देखाएको थिएँ यस्तो वाला। अनि त्यहाँबाट यस्तो फेरि यस्तो बनाएको छु। यसलाई निकाल्दाखेरि एउटा यहाँ काटिहालेको छु यो बिचमा, अनि पाइप सानो बनाइदिएको छु, अनि यो सिल हानिदिएको छु यताबाट, अझै बनाउनु बाँकी छ। अनि यो काटी यहाँनिर जान्छ यसतिर, यता आउँछ यसले यसतिर अघि पछि गर्छ यो। यसतिर अघि पछि गर्छ र यसले गएर यसमा लएर हान्छ, यसले यसमा गएर यसलाई यहाँ यस्तो टाइट गरिन्छ। त्यहाँबाट यसलाई घुचार्दा बित्तिकै भित्रको चेक बल्बलाई घुचाइदिन्छ त्यसले। अनि हामीले हावा निक्लिने चाहिँ यहाँनिर टोड्को पार्नु पर्ने हुन्छ। यहाँ टोड्को पारेर हजुरलाई अर्को पार्टमा देखाउँछु। यस्तो भएपछि